हाम्रो हिन्दूहरूको महाचाड विजय दशैंको अनि आज फुल पार्टीको दिन हो। मेरो हिन्दू मित्रताहरू सबैलाई विजय दशैंको शुभकामना भन्न चाहन्छु। अनि आज चाहिँ म हाम्रो यो न्यू रोड लगायत अनि विभिन्न ठाउँहरूमा चाहिँ हामी व्यक्तिगत कामको लागि चाहिँ अनि जाँदैछु। अनि मैले युट्युबमा पनि अनि भिडियो नहालेको धेरै दिन भयो। सो आज त्यहाँ घुम्न जाँदाखेरि चाहिँ अनि के देखिन्छ अनि दसैँमा चाहिँ अनि के रहेछ त्योहरू सबै तपाईँहरूलाई देखाउन कोसिस गर्नेछु। अहिले चाहिँ बसलाई पर्खेर बसेको छु। अब चाहिँ हामी सुन्धारामा चाहिँ पुगिसक्यो। अब अहिले भोटेपालतिर लाग्दैछौँ, त्यहाँ केही सानो काम छ। अनि हामीसँग हुनुहुन्छ आज दुईवटा नजुङ, दुईवटा जवानी केटीहरू अनि एउटा छोक्दोङ छ है हाम्रो। हजुर कर्म, हामी कहाँ जाँदैछौँ त अहिले? भोटेपालमा है। दर्शकवृन्द, अब चाहिँ यहाँ हनुमान ढोकाको छेउमा पुग्यो। हेर्नुहोस्, अब हाम्रो यहाँ हनुमान ढोका बसन्तपुरको भ्यू यस्तो छ। अहिले लकडाउनको समय पनि हो अनि दसैँको समय पनि हो, दुइटै टाइममा यस्तै नै रहेछ। आज चाहिँ हाम्रो दसैँको फुलपातीको दिनमा पनि मान्छेहरू त्यतिका नै रहेछ, तर अरू बेला जस्तो त छैन।